Hello everyone, welcome to my first vlog. आज चाहिँ हाम्रो नेपालबाट क्यानाडा मम्मी आइपुग्नु हुँदैछ अनि चाहिँ म चाहिँ मम्मीलाई के किनिदिनुको लागि बाहिर जाँदैछु। आज यताको वेदर चाहिँ एकदम धेरै रेनी छ अनि भोलिदेखि चाहिँ स्नो आउँछ भनेको सुनिराखेको छु। म चाहिँ पुरा एक्साइटेड भएर हिँड्दैछु हैन, हिँड्न नसकी भए पनि जाँदैछु। के सामान किन्नुपर्ने थियो मम्मीको लागि यसो प्लान बनाउँदैछु म मम्मीलाई वेलकम प्रोग्रामको लागि। अनि म चाहिँ जाँदैछु, हेर्नु न गाइस पानी आउँदैछ, म एक्लै बोल्दै जाँदैछु। यस्तो धेरै चिसो छ के भन्नु, कानै उडाउनु आँट्यो गाइस मेरो। म चाहिँ अब 2टा झोला बोकेर जाँदैछु, के लिएर आउँछु, आउँदाखेरि त भिडियो बनाउन सक्दिनँ होला। अब लेट्स सी। म चाहिँ रोटी हाल्नु लागेको गाइस, यस्तो रोटी हाल्छु है म चाहिँ, हेर्नुहोस् है मम्मीको लागि रोटी हालेर यसरी टक्क डेकोरेट गर्दैछु। डेकोरेट गरेर थोरै क्लिपहरू चाहिँ लिँदैछु। मम्मी पनि आइपुग्नु भएछ, आशिषले चाहिँ मम्मीलाई पिक गरिसक्नु भएछ, रिसिभ गरिसक्नु भएछ। मम्मी चाहिँ अब आफ्टर 2 आवर्समा आइपुग्नु हुन्छ। हेर्दैछौँ गाइज, मम्मी चाहिँ आइपुग्नु भयो। यो चाहिँ हाम्रो बिल्डिङको तल हो। मम्मीलाई चाहिँ लिएर आउनुहुँदैछ, माथिबाट भाइ जानुभएको छ मुनि लिनुलाई। त्यहाँदेखि ढोकामा बहिनी छिन्। हाम्रो चाहिँ यहाँनिर वेलकम प्रोग्राम गर्नु आँटेको, थोरै यहाँनिर अलिकति समस्या परेर मैले चाहिँ हतार हस्बेन्डलाई यसरी हुँदैछ, मम्मी आशीर्वाद दिनुहुँदैछ। अब चाहिँ हाम्रो पालि पिरो यहाँनिर मम्मीलाई वेलकम हुँदैछ सबैजनाले। भाइ बहिनी, अर्को बहिनी चाहिँ एकजना हाम्रो
बहिनी सरू बहिनी चाहिँ आउनु छैन कामबाट, अहिले एकछिनमा आउनुहुन्छ। अहिले चाहिँ भाइ अर्को मेरो बहिनी छिन्। अनि पारै पिलो केक खुवाइदिएँ, मम्मीलाई हँसाउँदैछु म अलिकति फ्रेस हुनुहुन्छ कि भनेर। योभन्दा अगाडि चाहिँ मैले लेमन पानीहरू दिइसकेको थिएँ मम्मीलाई, अलिक मजा होस् भनेर। यति गरेर चाहिँ फ्रेस भएर बस्नु भनेको छौँ। तपाईँहरूको पनि फ्यामिली आउनुहुँदैछ भने चाहिँ गाइज मात लाग्ला के लाग्ला लेमन पानी चाहिँ तयारीमा राखिदिनु होला। म चाहिँ हिँड्नु नसकी हिँड्दैछु, त्यहाँ मलाई थोरै मात्रै केक मम्मी भन्दैछु, किनभने मेरो चाहिँ 3rd ट्रिमेस्टर हो, अब डेट आउनु लागेको छ, अन्त सुगर देखिन्छ भनेर। मम्मी अलिकति खान्छु भनेको अलिकति खाइदिनु हुँदैछ, भन्दा पनि धेरै नै पो खाइछु, गम्मै खाइराखेको छु गाइज। हेर्नुहोस् न, पोज पनि दिइहालौँ न एउटा छोटो मिठो पोज। अन्त अब हाम्रो सरुजा बहिनी आउन बाँकी छ, कामबाट आइपुगिन् फाइनल्ली। हाम्रो घरकी कान्छी बहिनी आइपुगिन्। मम्मी चाहिँ फोटो खिच्न पोज दिनुहुँदैछ, गर्नुभएको छैन अहिले, बल्ल गर्नुहुँदैछ। अघिसम्म चाहिँ फोटो भन्नुहुँदैछ, थ्याङ्क यू भन्नुहुँदैछ। बहिनी चाहिँ वेलकम आन्टी भन्नुहुँदैछ। यसरी चाहिँ हाम्रो आजको दिन गयो। आज सी वेयर सो ह्याप्पी। मम्मी आउनुभयो फाइनल्ली, घरमा कोही गार्जियन भए जस्तो भयो। थ्याङ्क यू फर वाचिङ एभ्रिवान, बाई बाई।